हामी फुल प्रेमीहरूलाई पनि साह्रै टेन्सन छ के। एक दिन यसो घर छोडेर कतै जाउँ भन्यो त्यही फुलकै चिन्ता हुने। पानी धेरै पर्यो फुलकै चिन्ता, हावाहुरी चल्न थाल्यो त्यही फुलको चिन्ता, फेरि खडेरी पर्यो फेरि फुलकै चिन्ता। गाह्रो छ हौ। फेरि यो फुलले के मोहनी लगाउँछ कुन्नी। तल माथि भित्र बाहिर जता पनि यी फुलहरू रोपिसकेपछि घर छोडेर कतै जान मन नलाग्ने। यिनीहरूको मात्रै रेखदेख गरौँ घर छोडेर कतै नजाउँ जस्तो हुने के। यसो कतै गइहाल्यो भने पनि चुम्बकले फलाम ताने जस्तै गरेर यो फुलहरूले तानी पो हाल्छ त। अचम्मको जादुगर जस्तो के। मान्छेले टुनामुना लाउँछन् भन्ने सुन्या हुन्छौँ नि हामीले। मान्छेले मात्र होइन नि साथीहरू, यो फुलहरूले त झन् अचम्मको टुनामुना लगाउने रहेछ। न यिनीहरूलाई छोड्न मन लाग्ने, यिनीहरू भइसकेपछि कोही चाहिँदा पनि नचाहिने। उस्तै पर्यो भने एक दुई दिन नखाँदा पनि केही नहुने के। यिनीहरूलाई हेरेर बस्दा यिनीहरूकै स्याहार गर्दा पेट यसै भरिन्छ। हुन त यिनीहरूलाई हेरिसकेपछि मन आनन्दित हुन्छ। मन आनन्दित भइसकेपछि थकाइ, निन्द्रा, भोक, प्यास केही पनि नलाग्ने रहेछ। फेरि कस्तो लोभी पनि बनाउँछ नि साथीहरू यसले। यसो अरू चिज किन्न पर्यो भनेर दिमागले सोच्यो भने मनले के भन्छ थाहा छ? होइन होइन त्यो सामान नकिन, त्यो सामान किन्ने पैसाले त कति धेरै फुलहरू पो आउँछ नि, कति धेरै गमला आउँछ,